यौना 1को 12 पदमा यसो लेखेको छ, जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। यौना 14को 6 पदमा यसो लेखेको छ, यसोले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यौना 3को 16 पदमा यसो लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यौना 8को 12 पदमा यसो लेखिएको छ, यसोले भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ। यौना 15को 5 पदमा यसो लेखिएको छ, यसोले भन्नुभयो, दाखको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हो, यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैन।